कतिजना हुनुहुन्छ हिजो त्यो हस्पिटलमा तपाईँहरू जतिजनाले घाँटी चिचार गराउनु भइरहेछ यहाँ। आज म यहाँ बोल्न आएको, म धेरै साथीभाइहरू देखेँ, मानिसज्यूहरू उठेर घाँटी सुक्ने गरी चिचाइराख्नु भएको थियो, देखेँ मैले। र यो भन्दै गर्दाखेरि चाहिँ हामी गृह मन्त्रालयमा बसेर के गर्ने होला, कसरी गर्ने होला, अब कसरी उहाँहरूलाई सान्त्वना दिने होला, के गर्ने, कसरी मिलाउने होला भनेर सोच्ने हामीले हाम्रो टिम बनाएर हामी कुरा छलफल गरिरहेका थियौँ। म यो सम्मानित सदनलाई सभामुख मार्फत सोध्न चाहन्छु, कतिजना हुनुहुन्छ हिजो त्यो हस्पिटलमा तपाईँहरू जतिजनाले घाँटी चिचार गराउनु भइरहेछ यहाँ। घाँटी चिच्याएर कराएर हुँदैन यहाँ सदनमा मात्र। म जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन, त्यो मुखले बोलेको 50औं वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ, ठाउँमा गएर गर्नुपर्छ। आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईँहरू स्टन्टबाजी भनेर भन्नुहुन्छ। मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्नलाई। आफ्नो देशको सेवा गर्न आएको, जानी नजानी अन्जानमा होस्, आफूले सक्ने नसक्ने हामीले गरेर हातमा पानी राखेर यसरी गर्दै बिस्तारै हिँड्दै हामी यहाँसम्म आएको। पोखलाकी देश दुर्घटनामा जाला कि भनेर, त्यसलाई तपाईँले स्टन्टबाजी भनेर भन्नुहुन्छ। हामीलाई थाहा छ हाम्रो पीडा हामीले कसरी यो फेस पार गऱ्यौँ भनेर, हामीलाई मात्र थाहा छ त्यो पीडा।